यो बच्चा खेल्ने हो खासमा, तर पनि मलाई खेल्न मन लागेको थियो। अस्ति खेल्न मन लागेको थियो मलाई। मलाई के छ साथीहरू, सबै सन्चै हुनुहुन्छ? होप कि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। फेरि पनि हजुरलाई मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ म यस्तै पार्कतिर बस्न आएको थिएँ है। एउटा भाइको चाहिँ आज नाइट काम छ, अनि एउटा भाइ चाहिँ आज भर्खर हस्पिटलबाट आएको छ। त्यो भाइ चाहिँ अस्ति उसको मुटुमा चाहिँ प्रब्लम भएर चाहिँ उसको हार्ट सर्जरी गरेको थियो कि हार्ट सर्जरी गरेको थियो। उसको कति 18 दिन जति हस्पिटल बसेर ऊ चाहिँ आज रुममा आएको छ। ऊ चाहिँ धेरै हिँडुल गर्न मिल्दैन कि उसलाई, यसरी चाहिँ रुममै बसिरहेको छ। आज मौसम पनि राम्रो थियो र आज त्यसमाथि मेरो बिदा पनि थियो, अनि यसैले बाहिर निस्किन आएको थिएँ म। अनि त्यो भाइ चाहिँ अहिले चाहिँ रेस्ट गर्नुपर्छ अनि रुममै बसिरहेको छ। त्यति बाहिर हिँड्डुल गर्न मिल्दैन धेरै। अघि बिहान हामी सपिङ पनि गर्न गएको थियो, अनि सपिङ गर्न मिल्दा ऊ चाहिँ जोडसँग हिँड्नु मिल्दैन कि, अनि यसै उसको सपिङ गर्ने सामानहरू पनि उसको सपिङ गरेको सामानहरू पनि मैले बोकेर ल्याइदिएको थिएँ। अझै एउटा भाइ पनि गएको थियो। उसको त्यो हस्पिटलमा गएको भिडियो पनि मैले गराएको थिएँ। त्यो भिडियो चाहिँ मैले पहिलाको च्यानलमा हालेको थिएँ। त्यो च्यानल चाहिँ खै किन डिलिट भयो। यो च्यानलमा फेरि पनि त्यो भिडियो अपलोड गर्छु म, हेर्नु होला। अनि उसको चाहिँ हस्पिटलमा त्यो हामी चाहिँ खासकुगै हस्पिटलमा गएको थियो कि यो खासकुगै एरियाको सबभन्दा ठुलो म्युनिसिपालिटी हस्पिटल हो त्यो। अनि ठुलो छ त्यो हस्पिटलभित्र गएको, कसरी उसलाई हामीले एडमिट गरेको, उसलाई डक्टरसँग चेक गराएको, अनि हस्पिटलको टुर छ सानो है। यदि हजुरलाई भिडियो मनपर्छ भने त्यो पनि हेर्नु होला। म आज यो भिडियो अपलोड गरिसकेपछि त्यो भिडियो अपलोड गर्छु म है। हेर्दा हेर्दै म जापान आएको पनि 9 महिना जति हुन लागेछ। अनि यो महिना सकेर अर्को महिनामा चाहिँ यहाँ जापानमा चाहिँ धेरै जस्तो कम्पनीहरूको चाहिँ बोनसहरू दिन्छ कि। जापानमा वर्किङ लागिसकेपछि धेरै जस्तो कम्पनीहरूले चाहिँ हजुरहरूलाई बोनस दिन्छ। हाम्रो कम्पनीले पनि बोनस दिन्छ। अब सिचिकाचुमा र एकचोटि जिउनिगाचुमा दिन्छ। अनि हाम्रो यो जुलाईमा र डिसेम्बरमा दिन्छ धेरै। अनि अहिले राम्रो राम्रो कम्पनीहरूको चारचोटि पनि बोनस दिन्छ, तर धेरै जस्तो कम्पनीले चाहिँ वर्षमा दुईचोटि बोनस दिन्छ। हाम्रो कम्पनीले पनि वर्षमा चाहिँ दुईचोटि बोनस दिन्छ। अब अर्को महिना बोनस आउँछ हामीहरूको। बोनस भनेको कसरी आउँछ भने चाहिँ अब कम्पनीको प्रफिटहरू कति भयो त्यो अनुसारले पनि हुन्छ। कुनै कुनै कम्पनीमा चाहिँ अब कम्पनीको तोकिदिएको नै हुन्छ, कसैको 10 मान हुन्छ, कसैको 15 मान हुन्छ। त्यो तोकिदिएको छैन भने चाहिँ अब कम्पनीले कति प्रफिट कमाएको छ त्यही प्रफिट अनुसार चाहिँ डिभाइड गरेर सबैलाई दिन्छ। अनि हाम्रो कम्पनीमा पनि त्यही हो। अनि ती कम्पनी कि त्यस्तो गरिदिन्छ, ती कम्पनीहरूले चाहिँ अब हजुरहरूले काम कस्तो गर्नुभएको छ, यदि हजुर काममा डेभलप भएको छ, यदि काम राम्रो गर्नुभएको छ भने त्यही अनुसार हजुरले बोनस पाउनुहुन्छ। र यदि काममा हजुरले मेहनत गर्नुभएको छैन, बिदा धेरै बस्नुहुन्छ भने चाहिँ अलि कम बोनस होला, नत्र बोनस चाहिँ पाउँछ धेरै जस्तो कम्पनीले चाहिँ। अनि त्यही हो, हाम्रो यो कम्पनीले पनि अर्को महिना हाम्रो बोनस आउँछ होला। त्यतिखेर कति बोनस दिन्छ हाम्रो पनि यो छेड चाहिँ अलिक कम हुन्छ होला, किनकि अलि भर्खर स्टार्ट पनि भएको छ। कम्ती 10 मान जति दिनुपर्ने हो जस्तो लाग्छ है मलाई त। हेरौँ कति हुन्छ बोनस। अब के भने बोनस आए पनि आफ्नो त खर्च भनेको अब एउटा प्लान त थियो, क्यामेरा किन्ने प्लान थियो। अहिले म मोबाइलबाट रेकर्ड गर्छु नि त, तर चाहिँ क्यामेरा चाहिँ किन्दैन, किनकि घरमा अलिक प्रब्लम पनि छ। अलिकति त ऋण छ, अब नेपाली त्यस्तै त सबैको ऋण हुन्छ, मेरो पनि ऋण छ। त्यो ऋण सकेर त्यसपछि चाहिँ त्यसपछि अरू काम त्यसपछि गर्नु पर्ला। अब सुरुमा मेन कुरा ऋण सकेपछि त्यसपछि अरू गर्नुपर्छ कि, अनि ब्याजबाट हुन्छ, ब्याजबाट पैसा दिनु पऱ्यो त अनि त्यतिकै ब्याज तिर्नुभन्दा सुरुमा चाहिँ ऋण सकौँ, त्यसपछि चाहिँ बिस्तारै आफ्नो सोख पुरा गर्दै गरौँला। यस्तै हो। अनि कम्पनी अब योचोटिको बोनस हेरौँ कति आउँछ। म त्यो बोनस आउने बेला पनि हजुरलाई भन्छु, म मेसेज भन्छु, भिडियोमा त हजुरलाई भनिहाल्छु म। यही नै थियो मेरो लाइफको अपडेटहरू। त्यस्तो त केही पनि थिएन खासै। त्यही मेरो भाइ चाहिँ अब हस्पिटलबाट आज रुममा आएको छ। अब उसको चाहिँ रुममा बसेको 2 महिना जति उसको रेस्ट हुन्छ होला सायद। अब होइन काममा पनि उसलाई चाहिँ रेस्ट। हाम्रो कम्पनी राम्रो छ कि, जस्तै मैले काम गर्ने कम्पनी राम्रो छ। ऊ जस्तै
उसको रुममा बसिरहेको छ नि रेस्ट छ नि होइन इन्सुरेन्स भइहाल्यो कि उसको स्यालेरी पनि ऊ काममै बस्यो नि उसको 50% स्यालेरी चाहिँ उसले पाउँछ अरे कि हामीले सोच्दा अलिक गाह्रो हुन्छ होला सोच्थेँ अनि 50% स्यालेरी काम नगरे पनि 50% स्यालेरी 2 महिनासम्म पाउनु भने त राम्रो हो नि त अनि त्यही हो अनि चाहिँ अब त्यही हो बोनस अर्को महिना बोनस आउँछ होला अब बोनस आयो भने चाहिँ त्यस्तो खासै गर्ने प्लान त केही पनि छैन अब त्यही हो अलिअलि ऋण सक्नु पऱ्यो सुरुमा ऋण सकेपछि त्यसपछि अरू काम गर्नु पर्ला अनि त्यसपछि चाहिँ यति नै हो अनि आज बिदा थियो भोलि फेरि काम छ मेरो 2 दिन काम छ त्यसपछि फेरि 2 दिन बिदा छ यस्तै हो यदि जापानमा यति हो वर्क स्टुडेन्टमा पहिला म स्टुडेन्ट हुँदाखेरि त बोनस पाएको त मलाई यादै छैन है बोनस पाउँथेन अनि यो दामी लाग्यो मलाई यसरी गराएको त्यही हो यति जापानमा यति हुनुहुन्छ भने हजुरले जापानमा चाहिँ वर्किङमा लागिसक्नु भएको छ भने हजुरले चाहिँ बोनस पाउनुहुन्छ वर्षको 2 चोटि अब कम्पनी हेरेर हुन्छ यदि कम्पनी हजुर राम्रो कम्पनी छ नजिदोसिया कम्पनी छ अथवा कुनै राम्रो कम्पनी पर्नु भएको छ भने चाहिँ हजुर 4 चोटि बोनस दिन्छ नत्र धेरै जस्तो कम्पनी 2 चोटि बोनस दिन्छ मेरो पनि कम्पनीले अब 2 चोटि बोनस दिन्छ अर्को महिना बोनस आउँछ जुलाईमा कि त जुनी घाँसमा 2 चोटि बोनस पाउने टाइम भनेको त्यही हो है आजको मौसम दामी गरेछ न मलाई त राम्रो लाग्यो यसैले यो ठाउँ दामी लाग्यो यो चाहिँ बच्चाले खेल्ने है खासमा म अहिले खेल्ने होइन ठुलो मान्छे खेल्ने होइन तर पनि यो पार्कहरूमा चाहिँ बच्चाले खेल्नको लागि चाहिँ राखिदिइरहेको हुन्छ यस्तो ल त साथीहरू म अब रुम फर्किँदैछु होप हजुरहरूलाई आजको भिडियो मन पर्यो होला यदि मन पर्यो भने चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला र म अरू पनि केही अपडेटहरू भयो भने अरू भिडियो पनि म लिएर आइहाल्छु है यसपछि मैले चाहिँ त्यो अस्ति भन्थेँ नि मैले अघि भन्थेँ नि मेरो भाइको त्यो हस्टेल लगेको भिडियो छ नि त्यो भिडियो अपलोड गर्छु त्यो भिडियो मैले पहिलाको भिडियो उसमा त्यो च्यानल डिलिट भएको कारणले चाहिँ त्यो अब त्यो भइहाल्यो अब फेरि पनि त्यसलाई अलिक एडिट गरेर रिएडिट गरेर त्यसलाई अहिले त भिडियो हाल्नु पर्ला हजुरले त्यो भिडियो पनि हेरिदिनु होला यदि मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला यति भन्दै आजको लागि चाहिँ बाई बाई नेक्स्ट भिडियोमा भेटौँला है त